आजको भिडियो हामी तपाईको लागि विशेष ल्याउँदैछौँ। यो भिडियोमा आखिर किबोर्डको भित्र के हुन्छ त, त्यो किबोर्डको भित्र के हुन्छ आज तपाईलाई हामी यो भिडियोमा स्पेशली त्यो किबोर्ड हामी अनबक्सिङ गर्नेछौँ। अनबक्सिङ मतलब पुरै हामी टोटल त्यहाँ तपाईलाई यो भिडियोमा हामी सिम्पली ओपन गरेर देखाउनेछौँ। आखिर किबोर्ड भित्र हुन्छ के त, त्यो बटन्सहरू कसरी चाहिँ त्यहाँ चिप्केको हुन्छ त, आखिर कसरी किबोर्डले काम गर्दो रहेछ त यो सबै तपाईलाई आज हामी किबोर्डको भित्रको हरेक पार्ट्सहरू यो भिडियोमा देखाउँदैछौँ। त साथीहरू, तपाईहरू हाम्रो युट्युब च्यानलमा पहिलोचोटि आउनु भएको छ भने हाम्रो युट्युब च्यानललाई सब्स्क्राइब गर्न र यो भिडियोलाई लाइक र सेयर गर्न पनि नबिर्सनुहोला है त। साथीहरू आउनुहोस् आजको भिडियो सुरु गर्छौँ। अब हामीसँग सिम्पली त्यो किबोर्डलाई ओपन गर्नका लागि हामीसँग सिम्पली एउटा ठुलो स्क्रुड्राइभर छ र एउटा सानो हामीसँग टेस्टर पनि छ, जसको माध्यमबाट हामी आजको किबोर्ड खोल्छौँ है त। हामी अब यसलाई स्पेसली यहाँपट्टिबाट फटाफटले हामी ओपन गर्छौँ। सबै स्क्रुहरू हामी सिम्पली यहाँपट्टिबाट सबैलाई चाहिँ ओपन गर्छौँ। सबै ड्राइभरहरू हामी खोल्दैछौँ सिम्पली। अब यसमा हामीले चाहिँ तपाईले दुईटै हातले स्क्रुड्राइभरलाई तपाईले रोटेट गरेर सिम्पली यहाँपट्टिबाट गएर तपाईले यसलाई ओपन गर्न आउनुहुन्छ। सिम्पली यो पनि हामी खोल्दैछौँ। नेक्स्ट स्क्रु, नेक्स्ट। इजी छ साथीहरू, धेरै इजी छ, त्यस्तो गाह्रो केही पनि छैन यसमा। हामी सहजैसम्म यसलाई चाहिँ हामी ओपन गरेर तपाईहरुलाई देखाउँछौँ है त साथीहरू। साथीहरू सिम्पली अब यति गरिसकेपछि यो भयो हाम्रो यसको बारेमा। त साथीहरू यति गरिसकेपछि अब हामी नेक्स्ट छ यतापट्टि पनि खोल्छौँ हामी। साथीहरू यो भयो हाम्रो यसमा, र यसै गरी अब यस किबोर्डको चाहिँ यति खोलिसक्नु है त साथीहरू। तपाईहरूले सिम्पली यो हाम्रो किबोर्डको स्ट्यान्डहरू हो। किबोर्ड स्ट्यान्ड गर्नका लागि प्रयोग गर्ने चाहिँ यतापट्टि पनि हुन्छ, सिम्पली यस्तो टाइपको स्ट्यान्डहरू हुन्छ है त। साथीहरू यो स्ट्यान्ड अब हामीले यति गरिसकेपछि सिम्पली हामीसँग स्क्रुहरू सबै ओपन भइसकेको छ। सिम्पली यहाँनिर हामीले चाहिँ तपाईँले ओपन गर्नका लागि हामी तलपट्टिबाट ओपन गर्छौँ है त साथीहरू। त बटनहरू हामीसँग स्क्रु टाइप भइरहेको छ, स्क्रु सबै ओपन गर्छौँ राम्रोसँग। साथीहरू यो देख्न सक्नुहुन्छ सिम्पली हामीसँग स्क्रुहरू हामीले सबै ओपन गरिसक्यौँ। यसमा केही पनि छैन, सिम्पल यस्तो छ। यसमा हामीले यति गरिसकेपछि अब यसलाई हामी साइडमा राखिदिन्छौँ। र अब यसमा तपाईँले सिम्पली यसलाई ओपन गर्नु भने तपाईँसँग सिम्पली यसमा एउटा लेयर मिल्छ है त साथीहरू। यस्तो टाइप्सको लेयर देखिन्छ साथीहरू। यो तपाईँको किबोर्ड है त साथीहरू। स्पेसली तपाईँले चाहिँ किबोर्डमा के हुन्छ कस्तो हुन्छ भन्नका लागि तपाईँको यो लाइनिङहरू हुन्छ है त साथीहरू। यो लाइनिङ मार्फत यो थ्रुबाट तपाईँको चाहिँ केही पनि हाम्रो चाहिँ कमान्डहरू चाहिँ कम्प्युटरलाई जाने गर्छ। यसमा चाहिँ तपाईँले देख्न सक्नुहुन्छ सिम्पली चाहिँ हो यही पेपर हो, यही पेपर मार्फत तपाईँको चाहिँ सिम्पली यसमा चाहिँ हाम्रो टाइपिङ गर्ने गर्छ है त। यो हुन्छ सिम्पली यो भित्र, योभन्दा अरू केही पनि हुँदैन। र यसमा अब हामीसँग थप भनेको चाहिँ यहाँनिर तपाईँले देख्न सक्नुहुन्छ जति पनि यो देख्ने हुन्छ नि सबै बटन्स है त साथीहरू। यसमा हामीसँग सिम्पली यहाँनिर तपाईँले देख्नुभयो भने सिम्पली हामीसँग सबै बटन्सहरू छ सानो सानो। यसमा चाहिँ हाम्रो क्लिपहरू राखेको छ। यसले चाहिँ के गर्छ भन्दाखेरि स्पेसली तपाईँहरूको यसले चाहिँ टच गराउँदाखेरि बटनहरूलाई चाहिँ तलमाथि मुभ गर्नका लागि हामीसँग एउटा स्प्रिङ जस्तै काम गर्छ। यो फर्महरू चाहिँ एड गरिदिएको हुन्छ सिम्पली यसमा है त साथीहरू। यो हुन्छ हाम्रो सबै यसमा हुन्छ। र यतापट्टि तपाईँहरूसँग सिम्पली एउटा सानो हाम्रोसँग चिप राखिदिएको छ। यसको थ्रुबाट चाहिँ किबोर्डमा बटन्सहरू चाहिँ टाइप गरेर यो हाम्रो सिपियूसम्म चाहिँ जाने गर्छ है त साथीहरू। यो मार्फतबाट यहाँबाट चाहिँ हाम्रो तारहरू यताबाट गएको हुन्छ। यसमा चाहिँ सिम्पली हामीसँग यो चिजहरू चाहिँ स्पेसली दिएको हुन्छ। जस्तो यसमा चाहिँ हाम्रो क्यापासिटरहरू सिम्पली विभिन्न टायरहरू राखिएको छ। यसबाट चाहिँ फेरिवटा लाइटहरू छ, हाम्रो चाहिँ क्याप्स लक, नम लक र स्कोरर लकहरू राखिएको छ। यसमा तपाईँले सिम्पली हेर्न सक्नुहुन्छ है त। साथीहरू यो बटन्सहरू अब हामीले सिम्पली यो चाहिँ म यहाँ तलपट्टि निकाल्छु। त्यसरी चाहिँ तपाईँहरूले सबै यो बल्सहरू है त, यो बल्सहरू हामीलाई किबोर्डहरूलाई चाहिँ तलमाथि स्क्रोल गर्नका लागि प्रयोग गर्छ। यो हाम्रो किबोर्ड यतापट्टि छ है त साथीहरू। अब यसमा चाहिँ हामीले सिम्पली बटन्सहरू हुन्छ। अब बटन्सहरू सिम्पली चाहिँ हामीले तलमाथि गरिरहेको हुन्छ। त्यस्तै यसमा चाहिँ सिम्पली हाम्रो बटन्सहरू यसमा जस्तो सिम्पली हामीले बटन्सहरू जुन पनि मिल्छ। यसमा हामीले बटन्सहरू पाउँछौँ। जस्तो मैले सानो स्क्रुड्राइभर युज गरेँ है, यसमा
यो बटन्सहरू निकाल्नु पऱ्यो भने त्यहाँबाट एक्सप्लोर मैले यो बटन्सहरू क्लिक गरेर डाइरेक्टली पनि निकाल्न पाइहाल्छु त्यतापट्टिबाट हामीले निकाल्न पाउँछौँ है त साथीहरू यो तरिकाले हामीले बटन्सहरू ओपन गर्नु निकाल्नु पनि पाउँछौँ अनि यसलाई हामी यसमा सेट गर्नु पनि पाइ नै हाल्छ सिम्पली यसलाई ड्र गर्नु बिस्तारै काम होला यसमा चाहिँ पुग्ने सम्भावना धेरै नै हुन्छ सिम्पली यहाँको है त साथीहरू यो तरिकाले तपाईँहरूले यसमा बटन्सहरू लगाउनु पनि पाउनुहुन्छ र यसमा राख्नु पनि पाउनुहुन्छ सो इजी यसमा हार्ड भन्ने केही पनि छैन है त हामीले यो तरिकाले बिस्तारै निकाल्नु होला म यसमा अहिले किबोर्ड काम नलाग्ने भएको कारणले गर्दाखेरि यस्तै निकाल्दैछु है त साथीहरू नत्र यतापट्टिबाट पनि तपाईँहरूले यसलाई चाहिँ यतापट्टि स्क्रोल गराएर सिम्पली यताबाट ब्याक साइडबाट तपाईँले गरेर निकाल्नु पनि सक्नुहुन्छ यदि तपाईँले चाहिँ यसलाई सिम्पली अगाडिपट्टि चाहिँ तपाईँले ओपन गर्नुभएको छ होइन भनेपछि त्यस्तो बेलामा चाहिँ तपाईँले चाहिँ डाइरेक्टली फ्रन्ट साइडबाट तपाईँले किबोर्डका बटन्सहरू पनि मजाले निकालेर यसरी निकालेर तपाईँले चेन्ज गर्न पनि पाउनुहुन्छ यसमा र यसमा तपाईँले साफ गर्दाखेरि डस्टहरू चाहिँ अब तपाईँले चाहिँ एयर गन हुन्छ एयर गनबाट हानेर तपाईँले चाहिँ निकाल्नु पर्ने हुन्छ सिम्पली त साथीहरू हाम्रो किबोर्डभित्र अब केही पनि हुँदैन यति चिजहरू हुन्छ सिम्पली यसमा चाहिँ हामीले देख्न सक्छौँ है त यो थियो हाम्रो किबोर्डको बारेमा सिम्पली बटन्सहरू थियो र अब हामीसँग यो चिप हुन्छ यो चिपबाट यसमा चाहिँ हाम्रो सिम्पली पेपर राख्छ यो पेपर हुन्छ जुन पेपरमा चाहिँ हामीले यहाँनिर स्पेसली यो हाम्रो चाहिँ यहाँनिर जोइन भएको हुन्छ है त यसरी चाहिँ यहाँनिर जोइन भएको हुन्छ यसमार्फत चाहिँ हामीले सिम्पली यसरी जोइन भएको हुन्छ यसमार्फत चाहिँ के हुन्छ त स्पेसली चाहिँ हाम्रो यसबाट चाहिँ यसले टाइप गर्दाखेरि जस्तै बटन थिच्दाखेरि बिचमा एउटा स्पेसल हाम्रो चाहिँ ब्ल्याङ्क पेपर हुन्छ केही पनि नभएको पेपर हुन्छ अर्को लाइनिङ पेपर हुन्छ अर्को यतापट्टि फेरि त्यसैसँग अर्को लाइनिङ पेपर हुन्छ भनेपछि यो लाइनिङ पेपरकोमा चाहिँ बटन्सहरू कोडिङ गरेको हुन्छ अब जब हामीले चाहिँ पेपर के गर्छौँ सिम्पली बनाउँछौँ तब एउटा बटन छ अर्को बटनसम्म टच हुँदाखेरि चाहिँ यो बिचको स्पेस पेपर बिचको जुन ग्यापमा यो दुईटै टच हुँदैन जब यो दुईवटा टच हुन्छन् बटन प्रेस गर्दाखेरि अनि यो दुई बटनले चाहिँ काम गरिरहेको हुन्छ कि यो तरिकाले हाम्रो किबोर्डले चाहिँ काम गर्छ है त स्पेसली यसमा चाहिँ कनेक्टेड हुन्छ यस थ्रुबाट चाहिँ यो काम गरिरहेको हुन्छ त यो भयो हाम्रो किबोर्डको इनसाइडभित्र यति चिज हुन्छ साथीहरू केही पनि हुँदैन त्यो यो थियो हाम्रो किबोर्डको इनसाइड हुन्छ है त आजको भिडियोमा हामीले सिम्पली किबोर्डको भित्र के हुँदो रहेछ कसरी काम गर्दो रहेछ त्यो सबै तपाईँहरूलाई यो भिडियोमा देखाएको त अब हामी यसै गरी तपाईँहरूको लागि नयाँ नयाँ भिडियोहरू ल्याउँदै गर्नेछौँ तपाईँहरू हेर्न चाहिँ नबिर्सनु होला है त साथीहरू आजको भिडियोमा यति नै थ्याङ्क यू फर वाचिङ दिस भिडियो र तपाईँहरू हाम्रो युट्युब च्यानलमा पहिलोचोटि आउनु भएको छ भने यो युट्युब च्यानललाई सब्सक्राइब गरेर जान पनि नबिर्सनु है।